Everyone, good morning, namaste and welcome back to Anushka Pradhan first YouTube channel. अनि फेरि पनि स्वागत छ मेरो YouTube फ्यामिलीहरुलाई मेरो फर्स्ट भ्लगमा। अनि साथीहरु, म तपाईहरुलाई सबैलाई यही भन्न चाहन्छु कि यो मेरो फर्स्ट एक्सपिरियन्स हो। पहिला त बनाउँथे तर म मेरो इन्स्टाग्राममा बनाउँथे पहिला त मैले भ्लगहरु। तर मलाई आफ्नो युट्युब च्यानल भनेपछि मेरो युट्युब च्यानल आफ्नो खोल्नु पुरा मन थियो कहिलेदेखि नि, तर मैले खोल्नु पाएको थिएन। सो आजदेखि म आफ्नो यो जर्नी यहीँदेखि सुरु गर्छु आफ्नो युट्युब च्यानलमा भ्लग। मेरो युट्युब फ्यामिलीहरुसँग म आफ्नो जर्नी आजदेखि यही सुरु गर्छु। अन्त जति पनि आजदेखिको मेरो तपाईहरुले देख्नु पाउँछ आजदेखिको कन्टिन्यू भ्लग्सहरु। अन्त आशा गर्छु कि हजुरहरु पनि मेरो युट्युब फ्यामिलीहरुले हजुरहरुले पनि मलाई पुरा प्यार अन्त आशीर्वादसँग अन्त मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनुहुन्छ होला। अन्त जति पनि मेरो युट्युब फ्यामिलीहरु छ म तपाईलाई यही भन्न चाहन्छु कि अगर मेरो बोलीमा के कहिले पनि अगर म जस्तो कि आजदेखि मैले जस्तो बनाउँदैछु आजदेखिको म जति पनि जो भ्लग बनाउँछु त्यसमा अलिकति पनि मेरो के भुल चुक या मैले के गल्तीले मेरो मुखबाट के भने म त्यसको लागि पहिला नै म तपाईहरुलाई मेरो युट्युब फ्यामिलीहरुलाई सरी भन्छु। अन्त यस्तो होइन कि म पहिला बनाउँथेन, तर मलाई बनाउनु त पहिलादेखि इच्छा थियो युट्युबमा। इन्स्टाग्राममा मलाई इच्छा पनि थिएन, मलाई युट्युबमै इच्छा थियो बनाउनु पहिलादेखि नै। तर त्यतिखेर मेरो एज पनि थिएन, मलाई राम्रो पनि लागेको थिएन त्यतिखेर, किनकि मेरो एज सानै थियो त्यही भएर बनाउनु पाएको थिएन। सो इन्स्टाग्राममा त बनाउँथे, उयो भ्लग पनि बनाउँथे, रिल्सहरु पनि बनाउँथे। सो त्यही भन्नु थियो। अरू के भन्नु, यो मेरो फर्स्ट हो। अन्त त्यही अलिकति घबराहट पनि हुँदैछ म के भन्छु के भन्दिनँ भनेर। सो अब हेरौँ, जति अब आजदेखिको म जति पनि भ्लग बनाउँछु आशा गर्छु सबैजनालाई राम्रै लाग्छ होला। अन्त सो साथीहरु, जस्तो कि आजको दिन म सुरुवात गर्छु हजुरलाई देखाएर बाहिरको नजारा। बाहिरको नजारा कस्तो छ भनेपछि तपाईहरुलाई थाहै नै छ हिजोदेखिको कति पानी पर्दैछ भनेर देख्नु हुँदै होला। पानी त पुरा पर्दैछ यहाँ साथीहरु। अनि यो जो माथि तपाईले फुल देख्नु हुँदैछ यो मेरो मम्मीले लगाउनु भएको। मेरो फ्यामिलीहरुलाई पनि म जल्द से जल्द छिटो नै त मेरो भ्लगमा देखाउँछु। अन्त अरू त के भन्नु छैन साथीहरु। अरू त म यही भन्नु चाहन्छु कि मैले त कहिले सोचेको पनि थिएन कि म बनाउँछु भ्लग भनेर। तर मलाई त अहिले पनि सपना जस्तै लागिसकेको छ कि मैले साच्चैमा भ्लग बनाएको हो कि यो म हो कि होइन भनेर। अन्त यस्तो होइन साथीहरु, अब आजकल त हेर्छु सबैले नै बनाउँछ भ्लग। आजकल इत्रुले पनि बनाउँछ भ्लगहरु। आजकल त त्यही हो साथी, भ्लग बनाऊ बस सबै देखाउँछ, यो गर त्यो गर, त्यस्तै हो। अन्त अब आजदेखिको मेरो युट्युब फ्यामिलीहरुसँग नै मेरो परिचय, अब युट्युब फ्यामिलीसँग नै मलाई राम्रो लाग्छ। अनि अलिक टाइम लाग्छ साथीहरु, मेरो जो अहिले म भ्लग बनाएको छु त्यो भ्लग हाल्नु अलिक टाइम लाग्छ। नेट किनकि स्लो चल्छ तपाईलाई थाहै छ। अनि आजदेखिको म जति पनि जो कन्टिन्यू भ्लग बनाउँछु, अगर बीचमा एक दुईवटा छुट्यो भने पनि तपाईहरु सम्झिनु कि म बिजी छु भनेर। नाम त तपाईलाई मैले अघि भनिसकेको छु, अनुष्का प्रधान हो मेरो नाम। अन्त अरू चाहिँ के भन्नु छ भने नि साथीहरु, जस्तो कि आजको लन्चमा के भन्छ, लन्च त बनिसक्यो बिहानै मम्मीले बनाएर गयो। मेरो मम्मी पापा दिदी तीनजनै टिचर हुनुहुन्छ। अन्त म चाहिँ स्टुडेन्ट नै हो। अन्त जस्तो कि अहिले त म पढाइ नै गर्दैछु। अहिले फिलहाल त मेरो एक्जाम चल्दैछ, तर अहिले म भन्दिनँ म के को एक्जाम दिँदैछु किन दिँदैछु। जब त्यतिखेर त्यो एक्जामको रिजल्ट आउँछ म तपाईहरुलाई त्यतिखेर भन्छु मैले यसको लागि चाहिँ मैले दिएको थिएँ एक्जाम भनेर। अन्त अरू त के भन्नु छ साथीहरु, मेरो फर्स्ट हो भ्लग। अन्त बाहिरको नजारा पनि मैले तपाईहरुलाई देखाइसकेँ होला कति पानी साथीहरु। अस्ति पनि दशैंमा तपाईहरुलाई पनि थाहा छ कति पानी पर्यो, के भन्छ पानी परेर कति पहिरो गयो। यस्तो मतलब दार्जिलिङ कि कुन जग्गामा जस्तो मिरिक होइन, मिरिकमै होला सायद, कुन चाहिँ मतलब टिकाको दिनमा गएको थियो।
मान्छेहरू पाहुनाहरू, तर जहाँ पाहुना सुतेको थियो त्यहीँ भएर पानी बगाएर लगेको थियो। तपाईँले देख्नै भयो होला। सो साथीहरू, यस्तो होइन कि म रिलहरू बनाउँदिनँ, बनाउँछु, इन्स्टाग्राममा पनि बनाउँछु, अब युट्युबमा पनि हाल्छु म, किनकि अब त मेरो युट्युब च्यानल म खोल्छु अन्त त्यसमा हाल्छु, तपाईँले देख्नुहुन्छ होला मेरो युट्युब फ्यामिलीहरूले। अन्त सो साथीहरू, त्यही भन्न चाहन्छु, अरू त के भन्नु। अब यस्तै मतलब जो इन्स्टाग्राममा जो मैले जति पनि भ्लग बनाएको छु त्यो सबै नै मैले उयो मतलब प्र्याक्टिस मात्रै गरेको। अनि मैले त्यसमा इन्स्टाग्रामको भ्लगमा यो पनि यति पनि भनेको छु कि म युट्युब च्यानल खोल्छु एक दिन, तर मैले भन्दा आज त मैले खोलिहालेँ। मेरो यो फर्स्ट भ्लग हो, मेरो फर्स्ट एक्सपिरियन्स पनि हो। अब हेरौँ मेरो यो भ्लग मलाई, अब हेरौँ यो जर्नी, आजदेखिको जर्नी मलाई कहाँसम्म लिएर जान्छ। तपाईँहरूसँग, युट्युब फ्यामिलीहरूसँग मलाई अब मजा आउँछ, राम्रो पनि लाग्छ। अब सबैसँग मेरो त्यो पनि हुन्छ, अब के भन्छ त्यसलाई, परिचय पनि हुन्छ, सबै हुन्छ। सो अब त्यही भन्नु थियो साथीहरू, त केही होइन, देखिसक्नु। अब आजको भ्लग चाहिँ अब म यति नै थियो, अन्त अरू त मलाई के भन्नु थिएन। सो आजको भ्लग म यही एन्ड गर्न चाहन्छु। सो आजको फर्स्ट भ्लग तपाईँलाई मेरो फर्स्ट भ्लग कस्तो लाग्यो होला, लाइक, कमेन्ट, सेयर, अन्त मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला। अन्त मलाई बहुत सारा प्यार पनि दिनुहोस् होला। अन्त मेरो च्यानललाई प्लिज सब्सक्राइब गरिदिनुहोस् होला फेरि पनि। अन्त आशा गर्छु मेरो युट्युब फ्यामिलीहरू तपाईँहरूले पनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहुन्छ होला। अन्त आजको भ्लगमा यही खत्तम गर्न चाहन्छु। सो म तपाईँलाई भेट्छु भोलिको भ्लगमा। अन्त सो यति नै थियो। सो बाई बाई साथीहरू।